सडन इन्फान्ट डेथ सिन्ड्रोम होइन, हामी कतिले सुनिरहेको हुन्छौँ बच्चालाई राम्रैसँग सुताएको थियो, केही पनि भएको थिएन, तर उठ्दाखेरि चाहिँ बच्चा मरिरहेको रहेछ भनेर कति धेरै न्युजहरू पनि सुनिरहेको हुन्छौँ, हाम्रो छर छिमेकमा पनि परिरहेको हुन्छ। आज कुरा गरौँ त यो सडन इन्फान्ट डेथ सिन्ड्रोम भनेको के हो र कसरी भयो भन्ने विषयमा है। हामी सडन इन्फान्ट डेथ सिन्ड्रोम भनेको चाहिँ तपाईँहरूको 1 वर्ष मुनिका बच्चाहरू चाहिँ अब एक्सपेक्टेडली हामीले पत्याउँदै नपत्याइकन हामीले त्यो कल्पनै नगरेको कुरा चाहिँ हुने, बच्चाको डेथ हुने होइन अचानक। अब जुन चाहिँ मेनली चाहिँ यो चाहिँ 6 महिनाभन्दा मुनिको बच्चाहरूमा चाहिँ बढी मात्रामा देखिन्छ। अझ धेरै पिक भनेको 3 to 4 मन्थमा चाहिँ हुन्छ। यो कसरी हुन्छ कुरा गरौँ है त। अब हाम्रो नेपालमा चाहिँ आमा र बच्चा सँगै सुत्नुपर्छ भन्ने चलन छ, तर खासमा चाहिँ यो को स्लिपिङ र बेड सेयर गर्नु पनि एउटा मुख्य कुरा हो। अर्को भनेको चाहिँ यदि मदरले चाहिँ ड्युरिङ प्रेग्नेन्सीमा अर्थात् चाहिँ बच्चा जन्मिसके पछाडि चाहिँ उहाँले चाहिँ चुरोट सेवन गर्नुहुन्छ, अल्कोहल सेवन गर्नुहुन्छ भने त्यसले गर्दाखेरि पनि सडन इन्फान्ट डेथ सिन्ड्रोम हुनसक्छ। अर्को भनेको हामीले बच्चालाई सुताइरहेको छौँ र बेडको साइडमा चाहिँ ब्ल्याङ्केटहरू राखिएको छ, यसले गर्दाखेरि चाहिँ बच्चालाई सफोकेसन हुनसक्छ, बच्चालाई सास फेर्न चाहिँ गाह्रो हुनसक्छ। वरिपरि कपडा राखिदिँदा, ब्ल्याङ्केट्सहरू टोइजहरू राखिदिँदा चाहिँ को खेल्ने कुरा मनपर्छ भनेर खेल्ने कुराहरू साइडमा राखिदिएको छौँ भने त्यो पनि एउटा फ्याक्टर्सहरू हुनसक्छ। बच्चालाई चाहिँ हजुरहरूले कोल्टे पारेर अर्थात् चाहिँ घोप्टो पारेर सुताउनु भएको छ भनेदेखि चाहिँ यो चाहिँ वान अफ द मस्ट कज हुनसक्छ है। बच्चा चाहिँ उमेर नपुगिकन जन्मिएको छ, प्रिटर्म बेबी जन्मिएको छ, लो बर्थ वेट जन्मिएको छ भने पनि हुनसक्छ। अब अनि अर्को कज भनेको ओभर हिटिङ, बच्चालाई चाहिँ जाडो भयो होला भनेर एकदमै धेरै लुगा लगाइदिन्छौँ, त्यसपछि एकदम धेरै ब्ल्याङ्केटहरूले छोप्ने, त्यसले गर्दाखेरि पनि हुनसक्छ।